कुनै पनि फोटोको ब्याकग्राउन्ड कसरी हटाउने अथवा चेन्ज गर्ने त्यो पनि मात्र 10 सेकेन्डमा भनेर आजको यो भिडियोमा जानकारी दिन गइरहेको छु। भिडियो मन पर्यो भने लाइक गरी च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। सुरुमा आफ्नो मोबाइलको वेब ब्राउजर ओपन गर्नुहोस् र URL बारमा remove.bg लेखेर इन्टर गर्नुहोस्। वेबसाइट खुलेपछि तपाईको स्क्रिनमा यस्तो इन्टरफेस आउँछ जहाँ लेखिएको छ रिमूभ इमेज ब्याकग्राउन्ड 100% अटोमेटिकल्ली एन्ड फ्री। अर्थात् तपाईले यो वेबसाइटबाट कुनै पनि फोटोको ब्याकग्राउन्ड अटोमेटिक रूपमा हटाउन सक्नुहुन्छ, त्यो पनि फ्रीमा। तल देखिएको अपलोड इमेजको अप्सनमा टच गर्नुहोस्, त्यसपछि फाइलमा टच गर्नुहोस्। तपाईको मोबाइल स्टोरेजमा रहेको सम्पूर्ण फोटोहरू देखाउँछ। आफूले ब्याकग्राउन्ड हटाउन चाहेको फोटो सेलेक्ट गर्नुहोस्। फोटो सेलेक्ट गरिसकेपछि फोटो अपलोड हुन एकछिन टाइम लाग्छ, एकैछिन पर्खनुहोस्। तपाईले यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ मैले सेलेक्ट गरेको फोटोको ब्याकग्राउन्ड अटोमेटिक हटेको छ। तल रहेको एड ब्याकग्राउन्ड अप्सनमा टच गरेर तपाईले फोटोको लागि नयाँ ब्याकग्राउन्ड सेलेक्ट गर्न सक्नुहुन्छ। त्यस्तै कलर अप्सनबाट तपाईले आफ्नो फोटोको ब्याकग्राउन्ड चेन्ज गर्न सक्नुहुन्छ। ब्लर अप्सनबाट तपाईले आफ्नो फोटोको ब्याकग्राउन्ड ब्लर गराउन सक्नुहुन्छ। म चाहिँ फोटोको ब्याकग्राउन्ड चेन्ज गर्न लागिरहेको छु। आफूलाई मनपर्ने ब्याकग्राउन्ड सेलेक्ट गरेर डनमा टच गर्नुहोस्। तल तपाईले डाउनलोड र डाउनलोड HD दुईवटा अप्सन देख्न सक्नुहुन्छ। डाउनलोडमा टच गरेर तपाईले तयार भएको फोटो सिधै डाउनलोड गर्न सक्नुहुन्छ। यदि तपाईले HD मा फोटो डाउनलोड गर्न चाहनुहुन्छ भने यो वेबसाइटमा साइन इन गर्नुपर्ने हुन्छ।